그래서 나 도마 잘람 균이 신신 난겐게 파베 긴dun기 데 숨바드 주만 남바스와다 다나시 सम्पूर्ण यो सञ्जाल मार्फत हेरेर हुन्थे 호마 सम्पूर्ण अनि भिक्षु भिक्षुनी 아소로로야 त्यस्तै गरे सबै अनि धर्ममित्रहरूमा 첨기 हार्दिक न्यानो अभिवादन 게시물이라니 साथसाथै सुस्वास्थ्यको कामना व्यक्त गर्दछु 아네 तसिलाई 더 드링기 제저로디 अनि आजको मुख्य विषय 오늘이야 रहेको छ 가가 정규 난den기 시에스 अस्ति 자회되와 मैले 기수 बताए 기수이다 जस्तै अब 더 यो 디젤이야 उत्तर दिशाको 정규 परम्परागत 난den기 지 बौद्ध मान्ने मैले बताइसकेँ 땡규 난이야 쇼데베게 त्यस्तै गरी अब यो बौद्ध 시에스 शास्त्रहरूमा 링드 시샤체샤 भएका नि 자회되와 기수 लेखकहरू शास्त्रहरू 도파민저 가신 먼저 अनि 쉬브레 यसको आफ्नै 다 अब 드린들이야 통마 महत्त्व छन् 정규 यो मैले केही 난den기 कुराहरू बताइसकेँ 시에스기 आज चाहिँ के हो त 가게 भन्दाखेरि 될이야 주돔도 उत्तर 시켜야 परम्पराको बौद्ध धर्मको 가성자야서 제가 जति पनि यो 로드들이야 यसको 정규 संक्षिप्तमा 난den기 बताउँदा के 시에스 हो त भन्दाखेरि 어디나 비교 난den기 시에스이다 उत्तरी बौद्ध 가게 स्रोतहरूमा 수련 제제 वर्णित 디에기 मूल 주돔시다 सम्प्रदायको विभाजनको व्याख्याको 엔디에젤이야 संरक्षण 나는 बताउन 흑유 चाहन्छु 난den기 시에스이기다 자베데와 기술 고르디 अनि 샤도시 यो पछि अनि दक्षिण परम्परा बौद्ध मार्गीहरूले बताउनु भएको 다 कुराहरू चाहिँ बताउन 담보들이야 चाहन्छु पहिला चाहिँ के हो त भन्दाखेरि यो उत्तर बौद्ध 음 परम्परागतको स्रोतहरू मूल सम्प्रदायको 제대로 विभाजनको 가서 व्याख्याको सारांश बताउन चाहदैछु 음 담보들이야 아니 정규 난데 시에스 주돔들이야 아니 अनि पहिलो रहेको छ 주돔데 아니 대바 기술이 들이문가사 यो 대롭게 주돔 쇼고라 यो के हो 가서 रहे 대안다 자나기 아니 उत्तरी बौद्ध 남베기 개바 स्रोतहरूमा 류정 वर्णित मूल 류정 सम्प्रदाय 시에스바 विभाजनको व्याख्याहरूको 다 सारांश के रहेको छ 류정사디 भन्दाखेरि अब यसको 칭게르기 कुरा बताउनु पर्दाखेरि 튜조나 चिनिया 아니 विद्वान लिउ छाङ चिङ 민구에게 वंशको 듀비샤데요래 अन्त्यतिर र 아니 चिनिया 콩다 गणतन्त्रको 듀기 समयका 자나 व्यक्ति हुन् उनी संस्कृति 베기 पाली 시조와 तिब्बती 케바시 आदि भाषा 다 जान्ने 콩 리자르게 अनुवादक 아니 빨리게다 चिनिया विद्वान थिए 듀게르즈네 켄데 켄게지 버트리셰 उहाँ चाहिँ चिनको विद्वान रहेछ है उहाँको नाम चाहिँ 대다 लिउ छाङ 다나신 자나를 허베 चिङ वंशको अब राज 이응초이사데야 자나를 허베 चिङ वंश बेला उहाँ अब 수주토리아 हुनुभएको रहेछ 아니 자나 나로리아 슈겐 신부에 대봐 अनि उहाँ चाहिँ अब सबै 드리스기 भाषा जान्ने आधुनिक 콩 चिनिया विद्वान 다 थिए 허벤샤디오래 यिनी र अन्य विद्वानहरूले 류슈샤디 शास्त्र परम्पराका भेद 어 देखाउने चक्र त्यसमाथि 콩나버 कुइजीले लेखेको 속이 에네 भनौँ न 다다 준버 이시에 제샤베 슈누 체라괴베 콜로탐 에네 대제장 भनौँ न अब 러베 साथसाथै अब 쉔장기 इन्सुङ 로마 भनिन्छ इन्सुङ 크지기 भनेको इक्सियलाई 제샤베야 भनिन्छ 다나 신게 다 आचार्य इक्सियलाई 베게나 예데베지 इन्सुन र अन्य विद्वानहरूले अनि 링게 제 शास्त्र 제샤베 대바 타나버지 परम्पराहरूका 멤버십 भेद 바서 대조야 छुट्याउने चक्र 버지시 다 भन्ने अब यसरी अब 데르더베게 उहाँहरूले ग्रन्थ छ त्यो भित्रमा चाहिँ के छ भन्दाखेरि 슝왕이셔로 쿵 अ, 주에체 다 쪼도 데르도 슝루 अनि त्यसको 체라도 अनि 콜로다 쪼 데바 त्यसमाथि पनि 키시시 अब 대졸이야 एउटा 쿵 यो 주에체네 एउटा चाहिँ 아니 मुख्य 대바 स्रोत यसले राख्छ 개베기 अनि 규림들이야 양 껴지다 초두이지 나브레 초두이지 나한테 될래야 아니 공기 대바 अनि 기술이 두림가서 아직 अब 된대기다 यसमा 두시 के रहेको छ 삼시세 त 나야 भन्दाखेरि अब त्यसपछि अब त्यसमाथि कुइजीले लेखेको 제자다 टिप्पणीमा आचार्य भव्य 대바 기술이 विवेकद्वारा राज्य 두림 सम्प्रदायहरूको भेद देखाउने ग्रन्थको तिब्बती 응아다 अनुवादलाई 드린데야 स्रोत 주돔 बनाई 슈베톨이야 대바 सम्प्रदायहरूको 기술이 विभाजनको 두림 क्रमलाई 자나기 नाबे केबे तिजु기 पुनर्योजना 수고야 र 대바 सङ्कलन गरी 기술이 सम्प्रदाय विभाजनको 두림가사데 5 चरणको 드르시나야 कालक्रम 와삼들 भन्ने 계속 खाका तयार पार्नुभयो यसलाई धुरिममा भनिन्छ 5 चरणको कालक्रम भनिन्छ 다 대바 यसरी 기술이 두림가 स्रोत रहेछ यो 로네
अर्थात् मूल सम्प्रदाय विभाजनको व्याख्याहरू Durim छन् Kambuti, त्यसरी बताउँछ Due तिनलाई Zeba Tomar Chunga एउटा Ten Kevi Turim के Savage. भन्दाखेरि अब लिउछिङ अर्को Tati हिनसुङ Tusu अर्को विद्वानहरू Sane यो Wang तिन Savina, प्रकारको Jamba यस्तो Yang Ellen Dene, गर्दाखेरि Lop अब विभाजन Jazam भएको Vijay यी स्रोत Devas. हुने देख्दो रहेछ Yeah, अब अर्को रहेको छ Yambachi Kudu Niba विनय Chunga सम्बन्धी Ane सुरुका Chungdele विवादमा Kuzu आधारित Vares. विभाजनको कालक्रम मिति Tatene र स्थान यस्तो रहेको छ Gugen Kanshi Dene, मिति स्थान के भन्दा Zubat बुद्धको महापरिनिर्वाणपछि 100 Ranzola वर्षमा Dibu Dekeva. वैशालीमा भएको Ane दोस्रो Del Tane बुद्धपद सङ्कलनको Tatu Dibu समयमा थियो Dibu अब Savane. कारण र परिणाम के हो त Tatu भन्दाखेरि Gitaji कसरी भएको थियो भन्दाखेरि कारण Chungzero कारण Karachunga र परिणाम Slabina. So the यस्तो lava sunzu Chamakashia यो Yanda बेला अब Nungi मुख्य Vijay. केमा टुङ्गिएको Ane थियो निष्कर्ष Ta केमा टुङ्गिएको थियो Lopatiba. भन्दाखेरि त्यो बेलामा Te Tan Dona शिक्षापद Shi पालनका लागि Josade. Ane यसलाई Yuma Res and केही Yuma सानातिना Pares and भिन्नताहरूमा अर्थात् Cho 10 Ni वस्तु ग्रह Choji. And हुन् the या Zoba होइनन् भन्ने Savane Dene विषयमा Kindu मतभेद Bade. भएको कारण Nangdu Ting सङ्घभित्र Tangmate. पहिलो विवाद उत्पन्न भयो Dibu Chumbres. त्यही Pe समयमा यी Chumba सारी Tensiane. Ane यो भएको कारणले गर्दाखेरि नै Peshen त्यहाँदेखि Devata नै Nede Devani ki. स्तर Number Tongma स्थविरवाद र Chumbersana Kapatu Chari महासङ्घिकको Sinada. प्रारम्भिक Titu रूपहरू देखा Peshin परेको थियो Devata Nede Devasa Ming Dene Toyo Martinea. Tati अब यसरी अब नाम त राखेको छैन Savenruti तर पनि मुख्यको Toma कारण चाहिँ Chungana यो Didu यहाँदेखि Chumbres. पहिलो अब यो बेला भएको थियो Tatene Tujim 100 Nibadi वर्षपछि Gachadi Orasana. Shiki दोस्रो Zaba Chani बुद्धपद Gore. सङ्कलन क्रममा भएको Shiki रहेछ Zaba, Tawe Zaba. अब अर्को के छ Shiki भन्दाखेरि Zaba, धर्म Tawe सम्बन्धी Zaba Chumbala कृष्टि सम्बन्धी Tensiane. भनौँ न Ane पहिलो विवादको Ya कारण भएको Chikindu विभाजनको Dikeba कालक्रम यस्तो Turim छ Sachi. Gidi Zon Duale Motim Zaba अघि Chani. चाहिँ के हो त Tela विनय Dene पिटकमा चाहिँ विवादमा Mentally आधारित Chumbala. विभाजनको कालक्रम भयो Tatene अहिले के हो Nibadi त धर्म Shiki सम्बन्धी Zaba, कृष्टि Tawe सम्बन्धी पहिलो Zaba विवादका कारण Chumbale. भएको Tela विभाजनको कालक्रम Dene आएको छ Gindugi विभिन्न कालक्रम Gindugi छुट्याएको छ De Langju Chung Tumbu Toyaji Chumbares. अब Te भनौँ न Tuzu मिति Ya स्थान Sane बदल Kadu पर्दाखेरि Chumbares Labina. परिनिर्वाण Yuba Yang बुद्धको Ellen Dene Lo महापरिनिर्वाण Yane Gyada Ngaju Barulia. बुद्धको Chumbares. महापरिनिर्वाण एक Sane सयदेखि Dene 150 Medo वर्षको Gila बिचमा Tangiram. अनि Patali Putra पटलिपुत्रमा यो Patusa Chavina. यो Ane मितिर Parma समयमा Chaveba. अब यसरी Bihar ki भएको थियो Madik ki आजभोलि समयमा चाहिँ अब Tangira पाटन भनिन्छ Parma. नि होइन पाटन Tikinam बिहारभित्र Chumbares. पर्दछ पहिलोको समय Ta पटलिपुत्रमा Dugen पर्थ्यो ta ane अब Tana कारण र Shiki ane यसको परिणाम Tatu ki के के थियो त Jungre भन्दाखेरि Chumbares Labina. अब निष्कर्ष केमा टुङ्गिनु पुग्यो So त्यो बेला the भन्दाखेरि cup to do धर्ममा Donai Mara विवाद त Gugenti, भयो the होइन Rubin do Zumoni विभाजनहरूको कालक्रममा Chumbres. मुख्य निष्कर्ष केमा टुङ्गिरहेछ त भन्दाखेरि The Rubin do Zumidu by अब त्यो Omba, बेलामा Shizuru सिद्धान्त de Baba सम्बन्धी Tumbersana, मतभेद cup उत्पन्न to भई Dusane, and त्यो बेलामा Dachombalea, अब Tezum अराधहरूका बारेमा Yebe, शङ्का उब्जाउने number 2 Takana Shingam, अब Tawanga Saj, चार Dindiji, अर्थात् पाँच बुँदाको Kesi विवादहरू Shunuzene, खडा भयो and Telatene, and पाँच Nedeba, दर्शन पनि भनिन्छ Rajibi Deva, त्यहाँदेखि विवाद खडा Laya भयो Hapte Chashi, and यसका कारण अनि Chumbres. यिनी Takati स्थविर र Gindugi Nigi महासङ्घिकाहरू Yorba. एकअर्कामा Duet Zaba प्रतिपक्ष भने Chumbalo Gindugi de छुट्टै Choga समूह News or विभाजित Chadi भएको Orba. थियो And it दुई Choga दुई News Saba समूहहरू Ti Gala आ, Gindung Chego विभाजित Choga हुन पुगे Chunzene and Gindugi अर्थात् de पाँच बुँदाको Mega विवाद Choga News or स्वीकार Tiada गर्न हुन्छ Gores. कि हुँदैन भन्नेमा अब त्यहाँदेखि विभाजित Kaya भएर Tata Shunu Chera Queve Colotelia, Jana Kielen, अब Gurumida, पछिल्लो Chigita, छिन वंशको Gurumida, पालामा Sumgisor अनुवाद Chadi गरिएको Orba. र 18 सम्प्रदायको ग्रन्थ Tina Gurnin नाम Shedi, दिएको शास्त्र परम्पराका भेद देखाउने Chingi Turi चक्रको पुरानो Tursha अनुवाद र Jurti Chadi. परमार्थको अनुवाद Tina सम्प्रदायहरूको Lolea, भेदको ग्रन्थमा and गैर Yano बौद्धहरूले Sungji. दाबी गरेका Shinga 5 बुद्धको Tawanga नाम मात्र Shell उल्लेख छ Sachi. Tindichi Shea. Tatine त्यस्तै गरी अर्को के रहेको छ Dijelea, भन्दाखेरि त्यसपछि चाहिँ Robin Yada de Begia, Shunu Seraque Cology Gurimre. यो भनौँ न Tina Lola देव यहाँ त Carasona, देव भनेको परमार्थ Sobat भनौँ न Deshiki, and भिक्षु Mudibe परमार्थ Debe, Shinga, अनुवाद Tawanga, सम्प्रदायहरूको भेदको चाहिँ के छ Kisisu भन्दाखेरि Yode, and अब Kindu de Nalea, Kayonse, and Tele अब Dene, 5 Zabachi बुधा Chumbare अब Sachi. यो Today, भिक्षुको समुदायभित्र Nizuchika. ल्याउँदाखेरि त्यहाँदेखि अब Today, विभिन्न Sane, के हो त Tada अनि Shunu विभाजित भएको थियो Seraque Colo, त्यही कारणले Gana Kelta, भिक्षु महादेवको Gurunga नाम उल्लेख Shuedeba, छैन and a tea त्यो jail बेला तर पनि Chumbegia, त्यसैले सम्भव छ कि Ingba, त्यस बेला भिक्षु Robin Yada महादेव de अझै Bigusa, प्रकट Tini भइसकेका Nalolea, थिएनन्
अथवा पछि सर्वस्तिवादहरूले यी सबै 싱악 भिक्षु महादेव 감당하기 नाम गरेका कसैले 어디 बनाएका हुन् 세기 얼마도 भने भन्ने पनि 라침부스야 भनाइ छ। 결혼 라침부스야 근데 민 어다 수르자면 한 디나로래야 돼요 त्यसैले यहाँ के छ त भन्दाखेरि यहाँ त 드레이드 मुख्य गरी अब 다 पवित्र भन्ने 될라데네 मात्रै मात्र नाम लेखिएको 아주 छ। 가르쳐봐 यो 제도 भिक्षु 그랬어 महादेवले बताउनु भएको पाँच बुधे दर्शन 급 भन्दा 디디 कहीँ लेखेको 다 छैन। 다다 त्यसैले 프랑스적인 यो 유기 베리스 स्थविरवादहरूले चाहिँ यो 준비했거든요 पछि आएर 라침부 भिक्षु 어디 महादेवले यो 중매봐 भित्र लिएको कारणले 양스 विरोधमध्ये मचिएको हो भनेर 니즈시다지 कसैले बनाएको 자기 जस्तो लाग्छ। 영식을 했으라비나 애니 치수 탐제 유엔에기 데바테즈기 त्यसैले 애니 यो पछि सर्वस्तिवादहरूले चाहिँ यो अनि उहाँहरूले नाम 따왕아 거기도 राख्नुभयो 상물로 पाँच दर्शनहरू 라침부 पाँच 빙지기 पूजाहरू सबै 쉐바레 यो 셰셰 यो 애니 치수 भिक्षु महादेवले 애니 सबै उहाँले गरेको 탐제 यो गलत हो 유엔에기다 भनेर 게제 यसरी 스타바르 쉐셰 सर्वस्तिवादहरूले 디데 नयाँ कुराहरू 셰게 बनाएर 시 आरोप 세데 लगाएको पनि 양다 देखिन्छ है त। किन भन्दाखेरि 미시바 पुरानो अनुवादहरूमा चाहिँ पाँच बुँदा मात्र लेखेको छ। 다다 भिक्षु 나란스 벽에가 महादेवले 나올래야 लिएको पाँच बुँदे 따라나디기 धर्म पनि लेखेको 자주도 छैन। 나올래야 त्यसैले 가르술로사나 싱암 अर्को कुरा के 따왕아 छ 당부 생애니 तारा 게론 तारा 하침부스야드레스 तारानाथ 다 तारानाथको 온라션부터 भारतको बौद्ध धर्मको 쉬웨지엘이야 इतिहास 아니 अनुसार 게론 पाँच 상부다 बुँदा र पाँच 라침부 बुँदा धर्म भनेको 쉬웨시아베 चाहिँ पहिलो 따왕아 पटक 모두베 भिक्षु 용타시 महादेवले उठाएका थिए 상월로기 तर 캡라 생애는 उनको 당부디 मृत्युपछि 아니 भिक्षु 게론 भद्रले तिनको प्रचार 상부스야드레스 गरे 디 भनेर लेखिएको छ। 그리송과 त्यसरी बताइ 다 गरेको छ। 강한다냐 जे भए तापनि 최임자부 토마르 준비했기 अनि 드림지 디 पहिलो अब यो चाहिँ के हो त धर्ममा विवाद 디바테스 दर्शनमा 그랬어 विवाद भएको अनि यो कालक्रम 다 भएको 되네 수바디 अब 짜웨 데베 तेस्रो 케베 भएको छ। 드림사 अब मूल 다 सम्प्रदाय 수바디 짜웨 विभाजनको 데베 समय 응스 케베 드림자 कालक्रम के 다디 छ समयको 규주다 क्रम 사내 भन्दाखेरि 고안도 세비나 यसको मिति र स्थानको 최근 양해면 विषयमा 드리야 भन्दाखेरि 소데르지 내가 धर्मराजा 빼만 अशोकको 양해는 되다 समयमा 어디야 आएको हो। 두순이 अनि 아니 यो चाहिँ के हो 민주 त 민주주의 बुद्धको 거래올래야 중에 어디 महापरिनिर्वाणपछि 샤딩어레스 160 र 이주기 170 중세디 वर्षको 아니 अन्तरालमा 에 पटलिपुत्रभित्रमा 가르샤 यसरी यो मूल सम्प्रदायको विभाजन हुनेको समय यो बेला रहेछ। 그래서 बुद्ध परिनिर्वाण भएर 매도 160 र 매도기에 170 वर्षको 통계사한테 나오는 거랬어. पछि भएको रहेछ यो। 매도기에 통계사다 यो 당연히 चाहिँ अब 세대. स्थान अनुसार पाटलिपुत्र हो, यो बिहार पटनामै पर्छ। 다 빠들보드라 사 충분했어. 다 유인 강한실에 대한 अब कारण र परिणाम अब के कारणले अब 중요하스라비나 उत्पन्न भयो त यसको निष्कर्ष 되니까 के 기두산에 बच्यो भन्दाखेरि 인류기 대가 त्यो बेलामा 나올래야 다 양결 라침뷰기 싱아에 त्यो बेलामा के हो त भन्दाखेरि 맞지. भिक्षु महादेवको 텔라 댄세나 पाँच 안 बुँदाका 타르베 अब पाँच बुँदे अब 참도 मे바. विषयमा निरन्तर छलफल र 대바 소소리. विवाद गरिरहे निरन्तर चलिरहे। 다 팅디 대바 개바티 자외 대바 개바 응얼 누지치고 알았어. त्यसैले अन्तत मेलमिलाप त हुन नसकेपछि सम्प्रदायहरूमा विभाजन हुन पुग्यो। 가르로다. 대바 미티움 바자. 대바 त्यही कारणले आफ्नो यसमा मत 다나시 राय आफ्नो विचार हुनु पर्दाखेरि यसरी अब यो मेलमिलाप हुन सकेन भने नि त मेलमिलाप त हुन नसकेपछि सम्प्रदायहरूमा धेरै अनि साँच्चै नै विभाजन छुट्टिनु पुग्यो, फुटानी हुनु पुग्यो। यही विभाजनलाई मूल सम्प्रदाय विभाजनको रूपमा मानिन्छ। 최근 양의 갑리야. त्यसैले 되네. 매도기에 통계도 준비했기. 니수 텔레텐션에 인사해 돼. 무슨 개발해서. अनि त्यसैले भनिन्छ कि स्थविरवाद र महासङ्घका नामका दुई मूल सम्प्रदाय वास्तवमा यो बेला उत्पन्न भए। पछिको सम्प्रदायको विकास पनि यसै समयदेखि सुरुवात भयो। अर्थात् यो धर्मराजा अशोकको धर्मराजा बेलामा बुद्ध परिनिर्वाण भएपछि 160 र 70 वर्षको बिचमा भएको रहेछ यो। अब 4औं नम्बरको कालक्रम के रहेको छ त भन्दाखेरि त्यसको कालक्रम मैले बताएँ। अब यो मूल अब निकाय विभाजन कारण मैले मिति पनि बताएँ। अब 4औं रहेको छ। 듀리 뭉아바티 아니 듀리 뭉아바티 거디 중벌에 쉬비나 다 페인비 대발이 연락이 대발 개비 듀리 미사듯이 अब यो 다티 거디 중벌에 4औं नम्बरमा 다티 महासङ्घिकाबाट सम्प्रदाय विभाजन हुने कालक्रम 다 눈에 마치 연락 대발 계속 거든 잡아 차디 거봐 다 के हो त 연락 대발 계속 될래야 당부 महासङ्घिकामा पनि सम्प्रदायहरू विभिन्न सम्प्रदायहरू विभाजन हुनु पुग्यो। त्यसको समय के थियो भन्दाखेरि भनौँ न त्योभित्र अब विभिन्न
अब यो महासङ्घीका भित्र पनि अब मतभेद नमिल्ने विचार दृष्टि नमिल्ने दृश्य नमिल्ने नमिलेको विभाजनमा पुग्यो रहेछ यो कहिले सुरुवात भएको रहेछ भन्दाखेरि महापरिनिर्वाणपछि 200 वर्षभन्दा बढी त्यो बेला अब यो विभाजनमा पुग्यो रहेछ महासङ्घीय भित्र पनि कारण परिणाम यसको निष्कर्ष केमा टुङ्गियो रहेछ भन्दाखेरि अघि बताए जस्तै मूल अब यो निकायहरू विभाजित भइसकेपछि त्यो भित्रमा पनि के भन्दाखेरि विभाजित भइसक्यो महासङ्घीका र स्तरविद दुई प्रकारको निकाय छुटिसक्यो पछि गएर फेरि यो महासङ्घीका भित्रमा पनि के हुन्छ अनि महासम्प्रदाय मध्ये महासङ्घीय भित्र पनि सबैभन्दा पहिलो आन्तरिक विभाजन भयो त्यसमा अब बसुमित्रको शास्त्र परम्परा भेद देखाउन सक्ने अनुसार महासङ्घीका भित्र निरन्तर विवाद उत्पन्न भइरहेर एक व्यावहारिक लोकोत्तरवाद कुटिक भनिन आदि शाखाहरू क्रमशः विभाजित भए अनि अन्य महासङ्घिक भित्र 9 प्रकारको अब सम्प्रदायहरू त्यही कारणले अब यो अन्तिममा चाहिँ के रहेछ भन्दाखेरि के टुङ्गियो रहेछ भन्दाखेरि महासङ्घीय भित्र 9 वर्ग सम्प्रदायहरू अब विभाजित हुँदैछ तातने दिजेलया अनि नेरेमबे देवालया या देवा नंगुलिया अब अर्को के रहेको छ 5औं नम्बरमा नेतिमी देवा भने स्थविरवाद उपसम्प्रदायहरूको विकासको कालक्रम रहेछ कहिले अब सुरुवात भयो भन्दाखेरि मिति गर्दाखेरि बुद्धको महानिर्वाणपछि 200 देखि 300 वर्षको बीचमा यो उत्पन्न भएको रहेछ कारण परिणाम के थियो अन्तिममा निश्चित निष्कर्ष अन्तिममा थियो भन्दाखेरि अब स्थविरवाद भित्र पनि उपसम्प्रदायहरूको छुट्टिने समय आयो अब यो कसरी स्रोत देखा पर्न हामीले भेट्यो त शास्त्र परम्पराका भेद देखाउने चक्र अनुसार स्थविरवादहरू बीच सिद्धान्त सम्बन्धी मतभेदको कारण सर्वस्तिवाद त्यस्तै गरी अब भनौँ न महिशासका धर्मगुप्त कश्यपीय हमवाद सौतान्त्रिक आदि सम्प्रदायहरू विभाजित भए अन्ततः स्थविरवादमा 11वटा सम्प्रदायहरू छुट्टिन पुगे विभाजित यसरी अब भनौँ न स्थविरवादमा पनि अब 9 प्रकार 11 प्रकारको सम्प्रदाय छुट्टिन पुगेछ महासङ्घीयमा 9वटा सम्प्रदाय छुट्टिन पुगेछ यो त्यो चाहिँ अब चीनको विद्वान यसरी अब निकायहरू विभाजित हुनको लागि यसरी भयो यसरी विभाजित भएको चीनको विद्वानहरू चाहिँ 5वटा कालक्रममा छुट्याएर बताउनुहुन्छ निकाय छुट्याउने कारण अब यो 5वटा अब 5 प्रकारको कालक्रम विभाजित भएको कारण चाहिँ अब आजभोलिको समकालीन विद्वानहरूले सम्प्रदाय विभाजनको 5 चरणको कालक्रमलाई कसरी हेर्छन् त भन्दाखेरि अहिलेको भनौँ न आधुनिक विद्वानहरू चाहिँ कसरी हेर्छन् त यो 5वटा निकायहरू छुटिएको विभाजित भएको पहिला बताउनु भयो भने चीनको आजभोलिको विद्वानहरूले कसरी हेर्ने गर्छन् पहिला चीनको विद्वानले बताए जस्तै अब 5 प्रकारको अब भनौँ न यो कालक्रममा विभाजितहरू सम्प्रदायहरू विभाजित भयो भनाइदियो यो चाहिँ अब समकालीन विद्वानहरूले यसलाई चाहिँ कसरी देख्दो रहेछ भन्दाखेरि सम्प्रदाय विभाजनको 5 चरणको कालक्रम मुख्यतः सर्वस्तिवाद विवरण जस्तै वसुमित्रको शास्त्र परम्परा मात्र आधारित रहेछ यसैले अनि यो चाहिँ अब वसुमित्रको शास्त्र परम्परा अनुसार आधारित भएको कुराहरू बताएको छ विद्वानहरूले समकालीन विद्वानहरूले बताएको हो कि जस्तो मलाई लाग्छ यसैले समकालीन विद्वानहरूले अन्य सम्प्रदायहरूका ग्रन्थहरूसँग तुलनात्मक अनुसन्धान र ऐतिहासिक अनुसन्धान गरे त्यस व्याख्यामा केही परिवर्तनहरू गरेका छन् अलिकति यसमा परिवर्तन गर्नुपर्ने देख्दो रहेछ
उनीहरूले के देख्दो रहेछ त भन्दाखेरि यसमा परिवर्तन गर्नुपर्ने अलिकति मिलाउनु के रहेछ भन्दाखेरि के यस्तो मुख्य कारण छ त्यो कारण चाहिँ के गरी म तपाईँहरूलाई परिचय दिन चाहन्छु पहिलो मुख्य गर्नुपर्ने के रहेछ भन्दाखेरि सम्प्रदाय विभाजनको मुख्य कारण यो विनय यो यसको चाहिँ यो विनय सम्बन्धी विकासको कारण भएको हो दार्शनिक विषयको बसको कारण होइन भन्ने बताइन्छ सम्प्रदाय विभाजनको मुख्य कारण के भन्छ भन्दाखेरि विनय सम्बन्धी विकास भएको कारणले दार्शनिक विषयको बहस विकास भएको कारणले विभाजित भएको हो दार्शनिक विषयको बहसको कारणले यो मूलहरू निकायहरू छुट्टिएको विभाजित भएको होइन परम्परागत मत बताउनु पर्दाखेरि अब भनौँ न परम्परागत मत चाहिँ के रहेछ भन्दाखेरि भनौँ न पर्वतहरूको बारेमा शङ्ख उब्जने भिक्षु महादेवका 5 बुँदे दृष्टि विवादका कारणै मूल विभाजन भएको हो भन्ने कुरा आउँछ त्यसैले भनौँ न अब समकालीनको मत के रहेछ भन्दाखेरि अब अहिलेको विभिन्न सम्प्रदायहरूका प्रति मोक्ष सूत्रहरू तुलना गर्दा तलमाथि सबै जाँचबुझ गर्दाखेरि त्यो भित्र के देख्दो रहेछ भन्दाखेरि महासङ्गीतको विनय सबैभन्दा पुरानो नेजे भने चाहिँ एउटा भनौँ न महासङ्गीतका निकायभित्रको शिक्षाको एउटा के अरे नेजे भनिन्छ यसलाई चाहिँ अब एउटा दोष भनौँ न एउटा सबैभन्दा पुरानो र सबैभन्दा छोटो रहेको थाहा हुनु पुग्छ त्यसैले स्थानवादले विनयमा शिक्षाहरू थप्दै गयो भने महासङ्गीकाले पुरानो कायम राख्छ त्यसैले भनौँ न यो चाहिँ महासङ्घीको पुरानो अब यो होइन महासङ्घीकाहरू सबैभन्दा पुरानो अब यो सिलको सम्बन्धी तर पनि के हो त स्थारवाद स्थविरवादले चाहिँ शिक्षाहरू शिक्षा पदहरूमा चाहिँ उनीहरूले चाहिँ महासङ्घीहरूले विभिन्न कुरा थप्दै जाँदो रहेछ यो चाहिँ राम्रो होइन भन्ने यसरी अनि महासङ्घीहरूले पुरानो रूप कायम राख्यो भने यसरी विभाजन भएको छ यसैले यसैका कारण सङ्गम विभाजन भएको हुन सक्छ विष्णु महादेवको 5 बुँदा त महासङ्घीकाको उपशाखा चैत्य शैन देखा परेको पछि मात्र भएको पछिल्लो तान्त्रिक छलफल हो त्यही कारणले यो निकाय भनौँ न यो चाहिँ अब सर्वस्तिवादले पत्ता गरेछ नि त त्यही कारणले यो भिक्षु महादेवको 5 बुँदा महासङ्घीकाको उपशाखाको पछिको आएको रहेछ होइन यो महासङ्घीकाको उपशाखा त्यो भागहरू छुटिन पछिको आएको रहेछ अनि त्योभन्दा पनि त्योभन्दा अगाडि निकायहरू छुटिसकेको रहेछ त्यही कारणले यो चाहिँ स्थविरवादहरूले बताउनु भएको रहेछ पछि स्थविरवादहरू जस्तै महाविभाषामा महासङ्घीका समुदायलाई होचिल्नको लागि यसलाई मूल विभाजनको मुख्य कारण भन्ने बताएको रहेछ सर्वस्तिवाद है महासङ्घीलाई होच्याउनुको लागि अनि विभाजन गरेर मुख्य कारण त्यही कारणले अब भन्नु यो अब महासङ्घीकारले भन्नुहुन्छ कि विद्वानहरूले यो त अब सर्वस्तिवादले बताएका हुन् त्यही कारणले गर्दाखेरि अगाडि यो 5 बुँदे भिक्षु महादेवको 5 बुँदे धर्मले गर्दा होइन अनि योभन्दा अगाडि नै यो निकायहरू छुटिसकेका थिएन भन्ने कुरा चाहिँ अब महादेवको कथा अन्य सम्प्रदायहरूले नाम मात्र उल्लेख गर्छ वास्तविक इतिहास होइन अब यसको इतिहास मैले पहिला बताइसकेको थिएँ अब यसको अलिकति परम्परागत मत बताउनु पर्दाखेरि
그 참여의 레사딩이 अब महादेव 다나지 भिक्षु 라자 महादेव 올이야 봐 पाँच 군딥 신기 근데 제래 अनंतरया 내바 पाप 신기 कर्म गरेका 걸 तर धेरै 세네 चलाक 제라서 र 왜 सक्षम 마도 루유가 व्यक्ति थिए 나올래야 개non 하신보다 근데 अनि 차요 यसैले उनले पाँच मुद्दा वा पाँच दृष्टिको व्याख्यासँगको 수규 शे란 샤비나 भङ्ग गरे 그러죠 भन्ने 감나 कुरा छ 벌써나 개non 하신 묘기에는 3회백래 사브레스고 त्यही 3회백래 कारणले यो अब 사딩이 차리 परम्परागत मत रहेको छ 아니야 अब 다고 समकालीन मतको के रहेछ 대중중 महादेवको 정보로서 नाम उल्लेख 대중중 गर्नु 정보에 미신달래야 सर्वस्तिवादहरूको 그거 땅 सम्प्रदायको 개발을 디균자를 되네 सम्प्रदायको 아니 पूर्वग्रह मात्र हो वास्तविकमा उहाँ अब 라자올래야 साँच्ची नै अब थिएन बनावट पनि हो पनि 교회거래서 भन्छ 근데 따왕아 싱하사 시에체네 아니 거랑 미망 좀 그거 땅브레스 그거 त्यसैले अनि 땅에 नि यो 텔레데네 भिक्षु महादेवले चाहिँ 긴둥데 अब पाँचवटा 나올래야 धर्म 지 बताएर 다음 अनि 부터 मान्छेलाई 비추어서네 धेरै भङ्गमा 되게 फस्यो 긴둥 둔지 또식 अनि 땅에 त्यहाँदेखि त्यो 자매 भङ्ग 되는 기술 भ्रष्ट 개발해서 पारेर 이제 नि 아주 दुईटा अब 수교 계시라 सङ्घहरूमा 미셰리 विभाजित गर्न पुगे 이나 딩듀 पुऱ्याए 개발도 त्यसले 심주 गर्दाखेरि नि 셰프 अब यसरी 심주 नराम्रो काम लगायो 셰바 भन्ने 두드려야 गर्छ तर के हो 개론 त 하셔 हालको 보세요. समकालीन अब 샘을 विद्वान 되게 भनेको चाहिँ के हो 제고아 त 김센디 저 탐제 유나 코란기 अनि 소수 두데 हालका 소시 समकालीन विद्वानले चाहिँ 신뢰가 के हो त यो चाहिँ 두드려지네 अनि अनि यो ती सर्वस्तिवादहरूमा आफू नै धेरै एकदम लक्ष्य गरेर पक्षलाई चाहिँ एकदम राख्ने यो निजु थले आफू दिन्छ पछिको चालु राख्ने गर्छ वास्तवमा अब यहाँ त्यो आफ्नो महासंहितालाई चाहिँ अब इन्फ्लुएन्स यो आदिले लत्याउनु खोज्ने अझ होच्याउनु थर्म खोज्ने खारसुम बस अलिकति लुयु थले लासन बस आगे त्यस्तो देखाउनुको लागि सुबस चाहिँ निजु जुगे सिगु बस स्थविरवादहरू 그래서 चाहिँ यस्तो 찍대 बनाएको हो भन्ने 개발 कुरा अब 양해매게 qable야 हाल 중대베게 आधुनिक विद्वानहरू 하신대베게 बताउनु भएको छ 개발실이야 아니 결혼하지 뭐라고 도스 아니现在的 아니 치수 최대리 대베게 त्यसैले 대바 수도 생기 대라양 결혼하지 뭐라고 도스 제자 간다 결혼하지 보세요 니즈지 त्यसैले अब भिक्षु महादेव भनेको दुईटा आउँदो रहेछ एउटा 다나신게 महासङ्गीतलाई 파진 भन्दो रहेछ 대베 अर्को चाहिँ के 슝가 हो त भने 아니 यो 다나신게지 पाँच धर्म निकायले पाली기 슝디 주 भिक्षु 나로래야 महादेव 결혼하지 भनेको 보세요 रहेछ 근데 양 महादेव दुईटा आउँदो रहेछ यो चाहिँ एउटा अरूलाई तिरस्कार गर्नलाई होच्याउनको लागि बनाएको हो कि जस्तो पनि अहिलेको समकालीन विद्वानहरूले बताउनु भएको छ त्यसै कारणले समकालीन महादेवको नाम उल्लेख गर्नु सर्वस्तिवादहरूको सम्प्रदायगत पूर्वग्रह मात्र हो आचार्य हिन्सुन भन्छन् कि ऐतिहासिक रूपमा महादेव नामका दुई महास्थवीर हुन सक्छन् एक अशोकको समयका महासाङ्घिक विद्वान र अर्को पछि चैत्यशील सम्प्रदायका संस्थापक त्यसै गरी महासाङ्घिक र ग्रन्थ अन्य भिक्षु महादेवले ठुलो सम्मान गर्न योग्य एक स्थवीरका वर्णन गरिएको पनि देखिन्छ अब के आउँछ भन्दाखेरि धर्म अशोकको प्रभाव आउँछ यसमा उनले विवाद समाधान गरी सद्भाव कायम राख्ने प्रयास गरे विनाश गर्ने प्रयास गरे के हो त भन्दाखेरि अब यो तोक्यौँ भन्दाखेरि परम्परागत आएको परम्परागत यसमा के रहेछ भन्दाखेरि अशोकको शासनकालमा पटलीपुत्रमा भएको बुद्ध सङ्कलन जसलाई अशोक राजाले यस बेला समर्थन गरेका थिए त्यसै कारण मूल विभाजन भएको हो अब समकालीन मतको विद्वानको मत अनुसार के रहेको छ त भन्दाखेरि समकालीन विद्वानहरूको अनुसार के छ भन्दाखेरि महासङ्घीय र स्थविरवादको विभाजनको सुरुवात अशोक सिंहासनमा बस्नुभन्दा पहिले नै ईसा पूर्व चौथो शताब्दीको अन्ततिर भइसकेको थियो अशोकका स्तम्भ लेखहरूमा देखिए चाहिँ उनले सङ्घको सद्भाव सङ्घ विभाजन गर्न खोज्नेहरूलाई दण्ड दिनमा ठुलो ध्यान दिएको पनि थियो यदि विभाजन भएको थिएन भने अशोक धर्मराजाले यो विभाजित गर्न खोज्दा किन दण्ड दियो किनकि यो विभाजन भइसक्यो रहेछ विभाजन भइसक्यो रहेछ त्यही कारणले अशोक सिंहासनमा बस्नुभन्दा पनि अहिले नै यो ईसा पूर्व चौथो शताब्दीमा अन्ततिर नै यो निकायहरू विभाजित भइसक्यो रहेछ त्यही कारणले यो नि यो शिलालेखमा ठुलो भनौँ न स्तम्भहरूमा चाहिँ अशोकको स्तम्भ चाहिँ लेखिएको कुरा चाहिँ देख्न सक्छ अनि त्यही कारणले यो परम्परागत चाहिँ अलिकति
피름 중수리야. अ, 야. तालामा नमिलो जो देख्छ समकालीनको मत 말하지. अनुसार बताउँदाखेरि 말하려서는 딱 अब 긴상 यसको 슐루기 대수기 विकासको तरिका के हो 사회대비 त भन्दाखेरि 기스케야 조 यो 서거 भौगोलिक 거래. कारणले 사쇼 क्रमश भएको 네. हो एउटै 근데 왕게 सभाका कारण 림베시 विभाजन 칼리칼레 भएको होइन 제제 개대비처럼 마도베 초생지를 때는 개대비처럼 말해서 초생 उम्, 손도를 전부 त्यसैले 초하잖아요. 디나로래 뭐뒤에 전부 때는 남사 개송하는 거지. 되는지 쳐요. 말해서 수균기 딱 안한주기 세다는 세비나 투주 예바제 산에 예바제 아 지금 나로래야 긴둥이 된 방법 초어체네 따외 거래야 룰링치 저바체 인두산 텔레야 모든 뭐 त्यसैले यसको विकासको तरिका 다라래 यो 아주 यो 대화 भौगोलिक 계속해서 कारणले 좀 क्रमश भएको 되는지 हो 해야 돼요. एउटै ठुलो 이나 सभाका कारण 긴럽기 아니 विभाजन 심주버 भएको होइन 디즈니 भन्ने 따다 कुरा चाहिँ आउँछ 샤비나 जस्तो कि 아니 परम्परागतमा के रहेछ भन्दाखेरि 시다시 통고 딱 구조 가르 कुनै 통고라잖아. निश्चित स्थानमा 상계 सँगको 대바디 भेलामा 아니 ठुलो 시수 야가르 अस 게롤이야. 답이 असद्भाव 좋지. भएकाले ती विभाजन 야가 भयो भन्ने 게롤 कुरा 답이 हुन्छ अब 연주산다. समकालीन मत 유쇼 अनुसार चाहिँ 소수기 긴딩 बौद्ध 어디서 धर्म सम्पूर्ण 그러나 भारतमा 지기 फैलिँदै 대주지기 जाँदा 사사를 무야게 भौगोलिक 연주산. भौगोलिक 이 दूरीका 균생이 कारण 되네. 아니 पाठ 뭐 पढ्ने तरिका 소소소소라지. स्थानीय 서로 भाषा 칸도인 제다이네 स्थानीय 안라. चलनका 답답해. 소 कारण 응징체고. शास्त्रहरू क्रमश परिवर्तन 응징체고라서 आयो नि 서로 त 칸도인 त्यसैले अनि 제다이네 यो 민라. 다음에 अनि 룸버 소수기 बेग्लै बेग्लै यो 룸베이네 फरक हुन पुग्यो 안라. नि त 산에 금시이네 आफ्नो 안라와 ठाउँको 주민인데 디 आफ्नो 균생이 क्षेत्रको 되네. आफ्नो 정신지 संस्कृति अनुसार 칼리 भाषा 칼리고 बेग्लै बेग्लै हुँदाखेरि अनि 룸버 소소 बिस्तारै के हो त 소소소소로 अनि 예배게 आफ्नै 긴둥기 ठाउँमा आफ्नै 제단 भाषा 대단한 그 प्रयोग 성을 고 अनि 원로 돼요. परिपट्टिहरू 원로 छुट्टिँदै बेग्लै 연주산에 बेग्लै हुन गयो नि त 이모체고 बट मध्यम ब सुक्षमपुर छा अनि 연주산에 अन्तिममा कोले गएर के हो हिंगी त अनि साँच्ची देवा नै सोसो नमिल्ने यस्तो 안다가 हुन पुग्यो नि त 다시기 지 규버 소소로지 규버 타대로 저 त्यसैले 차도로와 अनि 되게 धेरै अब 차도서 भनौँ 됐어 न फरक देखिन्छ नि त भौगोलिक स्थान समय बेग्लै नै पुग्यो त्यस्तैले त्यही कारणले गर्दाखेरि अब 다들에 사쇼 भौगोलिक कारणले एउटै 사쇼네 ठुलो सभाको कारण विभाजित भएको पनि होइन 사쇼잖아 다들 대바지 अब एउटा 사쇼라 भूगोल भनौँ न 다들 अब साँच्चै 시통 भनौँ नै 너 यो 대비지 एउटा मात्र 다들 개발민도 현대 사상 가다 전에 다다 슐루 제라크 콜류기 세단지로 봐 अब यो 다디 대바지 기더주레 마도베기 아니 अनि भूगोलको अनुसार चाहिँ के हो त यो 디 사쇼 디 सोल्जदा यसमा अलिकता म परिवर्तन गर्न चाहन्छु अलिकता के त्रुटिहरू आएको रहेछ 다 전생 아바디 가라서 랑쇼 와 랑쇼 랑쇼 어디 가라서나 음 랑쇼 기와 소머베다 다다 슝루 제라크 콜로 시샤chen 셰비 있는 드림인도 가라서나 데 데바지 그더 주레스 마도 अब 루이버 भनौँ न 데바스 좀 यसमा के छ त 템템 भन्दाखेरि उम्, 다대야 수균기 एउटा 나로서 मात्र 디 세단도 सम्प्रदायको अब 셰비나 दृष्टिकोण देवा हो 저기 जसले 개비 सम्पूर्ण 꼴데 ऐतिहासिक 사회 चित्र देवा देखाउँदैन 계수 भन्छ 양아 देवा 계수 단 도나 देवा 저기 अब 고기 यसमा के 셰 छ भने 인도산에 저 एउटा 다다 준비 이셰 भेट्ने 인제샤 तरिका रहेछ 아 제라나वे 준비 이셰 인제샤베기 술로 अब यो 제라게 परम्परागतको 시자체 셰디요 परम्परागत मतमा के छ भन्दाखेरि आचार्य 다 बसु 규럽이나 मित्रको 안다 개비 규럽이나 안다 다나 देवा बसु मित्रको शास्त्र परम्पराका 지정 भेद देखाउने चक्र र 그러로 सम्प्रदाय देवा विभाजनको सोही 아주 개요 शाखामा यो 술로 कुरा चाहिँ 상로 आधारित रहेका छन् 아니 술로 제라게 콜로 시자chen 저디 거봐 데 제는 अनि यो 드림인도 चाहिँ स्रोत राखेर चाहिँ अब 데 बताएको रहेछ 민디 균전에 가라서나 딘디 기하버츠 갈라 그러잖아 अब यो राखेको रहेछ तर पनि समकालीन विद्वानहरूको मत चाहिँ अलिकता नमिल्दो रहेछ फेरि यसमा अब अघि बताएको कुरा चाहिँ के हो त आचार्य बसु मित्रले शास्त्र परम्पराका भेद देखाउने चक्रमा चाहिँ अब दाबी गरेर बताएको त हो तर समकालीन विद्वानहरूले त्यसलाई पनि छानबिन गर्दा अर्कै देखा पर्यो 민디비 균전에다 데레 가서 민디비 균전에 데 랑쇼 데 나도 하나 데 아주 수기 제나 말아 अब यसमा यसमा भूगोल नभएर यसलाई लङचोक भनिन्छ यसलाई अर्थात् एउटा 네서 다들에 딩디 심주버디 저기 심주 체인도 산에 술로 제라게 콜로 데 पोजिसन भनौँ 탄제 न 유네게 स्ट्यान्डर्ड 초신 एउटा तह 성계 भनौँ न 되게 이실 차리요 그래서 अब आजभोलिको 대나 아니 루기 समकालीन मत अनुसार 다뱅기 चाहिँ 다 शास्त्र 대바 शास्त्र परम्पराका 대베기 भेद 콜셰 देखाउने चक्र 인도산 콘두스 조 루게 सर्वश्रीवादतर्फ 노른다 도르비 첨부 आध्यात्मिक 사람들 와
अत्याधिक झुकेको छ। यसलाई 되네 슈모 दिपवंश, 제락게 콜로니 뉴욕 महावंश र 사네 दक्षिणी परम्पराका अन्य 호주 स्रोतसँग 버블레 तुलना गर्दा 개바 샴부시 용디 알았어 भिन्नता देखिन्छ। त्यसैले 텔라 त्यस 덴체네 बेलाको 아니 이제 सम्पूर्ण 직직보라 विभाजनको 덴네 स्वरूप एउटै मात्र 아니 ग्रन्थबाट 급 देखाउन 디디 सकिँदैन 대바 बुझ्छ। 개 पहिला चाहिँ यो 나와 के हो त 가르니 भन्दाखेरि 뭐 यो 노스 저거지 저 토구민도스 네 너나 이제 직직볼 त्यही 때 कारणले 대바 यो चाहिँ 기수 अब 가르니 एउटा 버디 मात्र समुद्रको 차상기 दृष्टि 셰 होइन, 토구민도스 सम्पूर्ण 제자 ऐतिहासिक 이제 चित्र 그다 देखाउन 개 이제 सबै अब छुटिएको हो भनेर अब गलत हो 내가 भनेर अब यो भन्नु 좀 मिल्दैन 슈모 रहेछ नि 제락게 त। 콜로서 뭐임바 अब यो 대요 이제 신달 때 상황으로야 किन भन्दाखेरि 십두리 एउटा 첸시 मात्रै स्रोत होइन, 아니 यो स्थविरको ता 십두리 첸베 타고다 स्थविर तर्फको मात्रै 기브세 स्रोतलाई 대바 खोल्यो भने त 개베기 गलत देख्छ नि त। 개베 तर 컨디션 त्यो मात्रै 개베기 होइन नि त, अर्को पनि 땅제시 रहेछ नि त 땅제다 धेरै। 심주 제거라 샤리 त्यो 도스 त्यसरी दिपवंश, महावंश लगायत विभिन्न 그래서 ग्रन्थहरू रहेछन्। 아대기 다다 त्यसैले यसले गर्दाखेरि के 어디 बुझिन्छ त भन्दाखेरि 천규 난댕기 यो चाहिँ अब उत्तर परम्परागत 자외 대바 기술이 꼴 मूल अब बौद्ध 운동 धर्म 소리지 निकाय 되는 개베 기세 निकायहरू अब यो 다드네 샴래야 자외 대바 विभाजित 기술이 भएका 꼴 सारांश यति नै रहेको 르규 छ। 난댕기 순수 가레마 अब के 기수 हो 가레마 फेरि मूल 대라이바 निकाय मूल निकाय विभाजनका बारेमा दक्षिणी परम्पराको विवरण सुनाएको छ। फेरि अघि त्यो उत्तरी परम्परा आयो, दक्षिणी परम्पराको विवरण। 다들래야 담봉 아주 캔고야 가려워선 슈비나 지당기 हामीले 야르 पहिले बुझ्नुपर्ने के हो भन्दाखेरि 다나 신기지 대바 अनि 기술이 꼴 심주 अनि 제베 거버디 भारतीय बौद्ध इतिहास रुग्यु र 난대야 सम्प्रदाय 야나 अर्थात् निकाय पाली विभाजनका 추규 बारेमा अनुसन्धान गर्दा पाली 추규 मूल 자외 대바 सम्प्रदाय 기술 विभाजनका 거버디 बारेमा 셰바티 दक्षिणी 로바 परम्परा वा पाली धर्म 디골이 परम्परा 셰수지로바 अनुसारको व्याख्या 다데고 सबैभन्दा 슈겐심 샤샤 प्रभावशाली 내가 좀 슈샤 विवरण बनेको छ। 드림 디켄고야디 개심 슈샤 अनि यो हामीले बुझ्नु जरुरी छ। त्यसैले रुग्यु 난댕기 अब अनि दक्षिण बौद्ध 대바 기술고 परम्पराका 무슨 व्याख्याहरू 유산은 주에서 쏘디 बताउँदाखेरि मुख्य स्रोत चाहिँ के रहेछ भन्दाखेरि 다 당보디 링제 पहिलो 노럽사데 디바 왕사사 दिपवंश, 차례 दोस्रोमा ताते네 디젤야 노럽 쳔모사데 त्यसपछि महावंश사데 महावंश, ता네 ते네 त्यसपछि गएर 디젤야 हामी 준바 상게 양사 यो बुद्ध 부터 왕샤사 디게 पोषक 제자베게 अनि 유엔 자부꾼이 럽도 타마스 समन्त पासादिकाले बताउनु भएको कथावस्तु, अट्टा 대라 कथा 다나 आदिमा 신기 आधारित छ। 땀지신 제바사죠 당 그다 준바 상게 त्यसलाई 양사 제자 땀지신 제바사 अनि 대라 त्यसलाई सोने अब अनि 슝디줄이야 यिनले 쉐시네 वैशालीमा 10 अनि आग्रा वस्तु सुंगी सम्बन्धी र विवाद र महासङ्घीका कारण बुद्धको महानिर्वाण 딱 पछि 고난수 सय 수야를 यी 쪼디 सम्बन्ध 따데바 विभाजन भएको 게아디 बताउँदछ। 짜되는 त्यसैले 거라서 라비나 짜외 때바 개되는 अब यो 쪼데바 कुराहरू आएको छ, यो चाहिँ बुझ्नु पर्दो रहेछ 로갸로 हामीले। 돌려야 अनि 양바지야는 यो 루아마이 भनौँ न यो 미슈줄이야 मुख्य अब यो 저버셔 निकायहरू छोडिनु कारण चाहिँ 저버셔 वैशालीमा 10 저버 अब तावा 아니 디젤야 छोड्छु 끄두 भनौँ न 쳔버서 10 महा आग्रह वस्तु सम्बन्धी विवाद र संगीत महा संगीत महासंगीत सारे 총재 끄두 쳔버서 총재 अब 아니 महासङ्गीति 델 भनौँ न, 대제네 아니 महासङ्गीति 자외 때바 अर्थात् 개브레스 सङ्ग्रहित महासङ्ग्रहितका कारण बुद्धको महापरिनिर्वाणपछि 100 वर्षमा मूल सम्प्रदाय विभाजन भएको बताउँछ। 따이네야 तर उम्, 따이네야 루규 난댕이 이제 됐을래야 तर 빙사면 거리 दक्षिणी 이십다 परम्पराका 안 다나 ग्रन्थहरूको अब 신기 이제 펜수 ग्रन्थहरूको 십두르체는 गहिराइमा 땅지시는 주산에 अध्ययन र 루규 난댕이 트레야 तुलनात्मक 자외 대바 개와다 विश्लेषण गर्दा अनि NTG에서 मूल याला를 대바 सम्प्रदाय 개수 विभाजन र त्यसपछिका 대소 루아메 निकायहरूको 시줄라 때네 아니 거두 विस्तारको 침모치모 कारण अनि 디왕게 10 아니 자외 आग्रह 대바 वस्तुको 개 아니 कारण 텔라 때네 거 अनि 야라 대바 개발해서 त्यहाँदेखि अब 딘제기 महा 다 딘젠답 देव भनौँ न 딘제지 पछि यो बुद्धको 텔레게 समरेस बुद्ध वचन सङ्कलन गर्ने सङ्ग्रहित 텔레 क्याबे भयो र 김제로 त्यसैले 텔레게 विभाजन 딘진 भयो 시바지 भने 아니 딘진 साधारण कुरा 냠게 मात्र 바나소 होइन 지배야바디 भन्ने देखिन्छ। 아니 거 이제 वास्तवमा यो 됐을래야 अझ 거 धेरै 심주 जटिल र विभिन्न 텔시모체 कारणहरूले 아니 이제 युक्त 펜수 रहेको 십두르 देखिन्छ। 첸 땅인데 하고 त्यही कारणले एउटा मात्र ग्रन्थ नभएर धेरै ग्रन्थहरू
대야 गरेर 당부대 가라서나 वास्तविक के हो त भने 로규 वास्तविकता कुरा 난데기 देख्न 듀에 सक्दो रहेछ 송다다 पहिला के हो त 아니 디 भन्दाखेरि 제수 दक्षिणी 중요 परम्पराको 춘중 로규 디즈 세다데 저베 विनयमा भएको विवरण र पछिल्ला इतिहास बीचको भिन्नता के रह्यो बेग्लै रहेछ 대야 되네 팀 로규 난데 자 대바 기술 시에 걸려야 이제 당시에도 यो 빨리 되는 दक्षिणी 숨 परम्पराको मूल सम्प्रदाय 아니 대 당시에 विभाजन 디젤라야 सम्बन्धी 팀 제바디 विवरणमा 숨 되는 숨 제바디 숨 아니 के 디젤라야 रहेछ 게르 भन्दाखेरि 로규 पहिलो पाण्डुलिपि 디조 차 पाली त्रिपिटक र 다이나야 पछिका टिप्पणी 다다 빨리 वंशावली 되는 तथा 숨나로 쾌 इतिहास 대바다 सम्बन्धीहरू बीच 아니 ठुलो 디 제바다 फाटल 이 रहेको छ 로규 त्यसमा 남라야 쾌 대바 त्यसमा 디 धेरै 뽀글이야 फरक रहेको 로규 छ 동서 심부지 하려 알았어 धेरै इतिहासहरूको खाडल त्यहाँ ठुलो 로규 동서 फरक रहेछ 심부 त्यसमा 하여 디 텔 텐션은 아주 가르하고 यो 도서 धेरै 로규 गहिराई खाडल 난데가 남기 खाडलको 듀르 कारणले 민저베 나로 대바 दक्षिणी 기술 걸 बौद्धहरूले 로규 फरक फरक 제시 कालमा 야나 만들어 सम्प्रदाय 줘야 디 अर्थात् निकायहरूको 아주 विभाजनको छबा इतिहासलाई छबा फरक छायो फरक तरिकाले व्याख्या गरेको देखाउँछ है 대야 당부 빨리기 अब 듀에 나로래 पहिलो 듀어 친시 पहिलो के छ भन्दाखेरि 풍부중이 봐 शुद्ध 디 वस्तुको 둥게 12 거도 खण्डको 700 디기 जनाको सङ्गति 나로 सम्बन्धी विवरण 가르송아 हुँदा 슬라비나 पाली दुला भनौँ पालीको 디 विनयमा यस्तो 나로래야 लेखिएको छ 내된 작바 त्योभित्र अब 내된 작바 शुद्ध 야샤사 शुद्ध वस्तुको 12 खण्ड 야샤사디기 공 양바지 कदुई 되면서네 ढुङ्गे कदुई भनिन्छ 양바지에게 700 जनाको बुद्ध 벤시규 वचनको सङ्कलन 롱한테 주게 सङ्ग्रहित सम्बन्धी 스류 विवरण यस्तो लेखेको छ 롱알아서 त्यहाँ के 텐데 छ भनेको 시 주제게 त्यहाँ के लेखेको छ भन्दाखेरि 다데 पाली 듀어탄데 विनय 또 पिटकमा 공부체네 데라 공 가바게 가바게 शुल्लकको 12 게바도 खण्ड 마세베 딱 공기 शुद्ध वस्तुमा 촤마사 रहेको 베세네 700 जनाको 콜레다 बुद्ध वचन 갸바치기 सङ्ग्रहित 데리 अनुसार स्थापित नेदेन्데 यसले 막 세세 बज्जित 딱한다 पुस्तक भिक्षुहरूले 타마탈라야 सुन चाँदी ग्रहण 샤쇼바다 गर्ने जस्ता 무조베기 10 वस्तु ट्राचो अभ्यास 둥게 गरेकोमा 양바체래야 आपत्ति जनाए 냠도 पूर्व र पश्चिमका 좀니 700 끄둥이버세 आराधहरू वैशालीमा भेला 끄둥이버 भई 세세네 दोस्रो चरणको 아니 बुद्ध वचनको 시주고도 सङ्कलन 우암 सङ्ग्रहित गरे र 10 류어도 वस्तु 퉁기면도 룽구 आग्रह 룽구 रहेको 세세 निर्णय 타지 गर्यो त्यो इतिहास पूर्ण 다 विस्तारमा 디고 प्रस्तुत 때다 गरेको छ 듀에 듀 빨리 듀어 친시 공부 중에 뉘게도 듀 나로래 यो 디 चाहिँ अब 시브레 पाली 쳔소 पालीको विनय पिटक अनुसार यो एकदम स्पष्ट 이나야 रूपमा 다 उल्लेख गरेको 빨리 छ 듀어 तर 친시 슝 슝게 나로래야 다다 시주도 루아마 이바 타제버레사 대가 좀리 아빠 주 조바르 마도베 에 तर 던도 디제래야 शुद्ध 뉘게도 वस्तुको 중에 छलफल 제래야 त्यही टुङ्गिन्छ 딘두기 देखे 700को बुद्ध केबरे सारो 700 दानासी भिक्षुहरूको 대바 आराधहरूको बुद्ध सङ्कलनपछि 지 सङ्गम 대진비 विभाजन 대바사 भएको वा 초월의 사람 महासङ्घिक 데르고 सम्प्रदायको 식지야 स्थान 이나로 भएको 쾌 बारेमा एक शब्द पनि उल्लेख गरेको छैन त्यहाँ। 다티 가서 배나 균규르기 시담지 유네기 롱친시든 잡아 차려 भनौँ त्यो बेला अब के छ 균규르 भन्दाखेरि 시담지 अब 유네기 롱친시가 बुद्ध 나로래야 700 जना 루아마이 आराधहरूले 시주 बुद्धको 다나 वचन दोस्रो 다나시 चरणमा 다좀바 सङ्कलन गर्यो भनेर लेखेको छ 균게 거두 मात्र 샤바레사디 बाहेक 요아 महासङ्घिका को 디 निकायहरू 아니 स्थापना 차 대바 भएको 개발해서 계시디 अनि 다티 यो 나로래야 सुनो त्यो बेला अब तेरा निकाय सबुत छुटिएको थियो विभाजन मूल निकायहरू विभाजन ता विभाजित कातारियाम लेखिएको छैन त्यसैले मूल 다다 सरस्वतीवादको शुद्र 빨리 वस्तु 듀어 तिब्बती 친지가 अनुवादले पनि 나로래야 10 आग्रेय वस्तु र 거두 700 샤브레 뉘게 거두 샤브레사 अरबहरूको 마도베게 बुद्ध वचनको 루아마이 सङ्ग्रहको 시주르데 मात्र कुरा 뉘게 गर्छ 거두 샤브레사 मूल 마 सम्प्रदाय बीचको विभाजनको 아니 कुरा चाहिँ 자외 गर्दैन 대바 개발해서 계시디 매베 인두 अनि निकाय 빨리 다다 विभाजित भयो 듀어 विभाजन भएको कुरा चाहिँ गरेको छैन 듀에기 बुद्ध 시제 वचन सङ्कलन गरेको 나되는데서 हो 주베 겁려야 सङ्ग्रह गरेको हो 그 दोस्रो 기규 चरण हो भनेर 내된 바다 대신 대백 त्यसै कारणले 주주기버디 यस 배나 अवस्थाबाट पाली 둥둥이수 विनयका आधारभूत 거동이나 अनि 개미야바 घटनाहरू टुङ्गिएपछि 야나 듀와 누바 본남기 듀와 충지지 टुङ्गिएपछि या त 다 स्थविरवाद 긴두네 र 긴두기 महासङ्घीय 될래 पूर्ण रूपमा 겐 दुई 중에 अलग 또 स्थानमा 된지면 자외 대바 विभाजित 개발되고 भइसकेका 내주 해보지 마 थिएनन् वा 긴두기 될래 विनय 겐 충주 सङ्कलनकर्ताहरूले 샤체 सङ्घ 모두를 विभाजन 샤체 सम्बन्धी 뭐 परिस्थितिलाई 강수 लुकाउने 차지 प्रयास 네 गरेका थिए 딱 भन्ने 긴두기 될래 सम्भावना 겐 देखिन्छ 중에다 대바 त्यसैले महासङ्घिक 돈 विनयले 토버스야 그때 सुन चाँदी 둥게 ग्रहण 되리 गर्न नहुने कुरा 배상 मात्र उल्लेख गर्छ दस 자 वस्तु शब्द 덥시 प्रयोग गर्दैन 제 र न त अरू नै अरू USC 9 वस्तुको उल्लेख गर्छ 대바도 तर 충주지 700 अरबहरूको बुद्ध वचन सङ्कलन भएको 가르레 कुरामा 슬라비나 कुरामा भने 중심지디 यो पाली 배진 विनयसँग 대백이 मिल्दोजुल्दो छ 긴두 त्यसैले 배진 दोस्रो 누와세 बुद्ध वचन सङ्कलन सङ्ग्रहित सबै बौद्धहरूले स्वीकार गरेको ऐतिहासिक 마하상기가 तथ्य हो 위나야사 마하상기가 위나야 딱 भन्ने 긴두 배진 대백 कुनै 누와 शङ्का छैन त्यहाँ 디나로라야 तर मूल सम्प्रदाय 다다 मूल 싱유 यो 렘바 निकायहरू 미유 विभाजन 소비 소요 भने 이나야 700 अरबहरूको 알아줬다 बुद्ध वचन सङ्कलन 용암이 गरेको 시주 दोस्रो 시에베 सँग 걸레 싱유 भेला भएको 용암 찍으러 봐 대명이 받아 먹으셔
पनि थिएन भन्ने कुरा यसमा आउँछ। 대마인베다 미롱위시 त्यसैले गुथामयो यसले के कुरा तिने देखाउँछ त छेउ गुबुति भन्दाखेरि अब सुन सिंविल एम मिरुंग निकाय चिगु चाहिँ अब गबछि विभाजित भएको सिना गुबुति सुन निकाय ए यो कुराले गर्दाखेरि निकायहरू विभाजित भएको हो भनेर बताएको छैन यसमा। मात्र 700 जना इना आराधनाले गर्दाखेरि राष्ट्रपति बुद्ध ढुङ्गे अरू छने कतु यो छेबे सङ्कलन कति गर्दाखेरि चाहिँ पाली विभाजित भयो दुबद भन्ने कुरा छ। चिसुन छेजे मात्र अनि निकाय त्यो विभिन्न निकायहरू चाहिँ त्यसलाई त्यो बेला त्यही छेने छुट्टिएको हो हैन भन्ने चाहिँ लेखेको छैन है तर फेरि। कतु निबति निब छुङते फाजे नाङबा योन्सो खेलेन सिकियो छ ता त्यही दुबे कारणले अब यो दुबे ढुङ्गे बुद्ध सुता दोस्रो ढुङ्गे चे बुद्ध पदको त्यसो सङ्कलन सङ्ग्रहित गरेको सन सबै नेदेबे बौद्धहरूले चाहिँ टिगरला स्वीकार गर्छ खाबदे र यो फेजिम्ब पालोमा देबे निकाय दुवे छुट्ने नालोला ताना यो सिचि बुद्ध पद सङ्कलन गरेको कारणले चाहिँ इना निकायहरू चावे देबा छुटेको हो खेबेगी निजुके विभाजित भएको भन्ने दाबी चाहिँ गर्दैन तर फेरि पाली कसैले दुवे स्वीकार गर्छ नालोला कसैले से स्वीकार गर्दैन। हमारे ताना सिंगी tada फेजिम्ब देबे दुवे नालोला से हमारे तिने इंदु अनि चावे देबा खेबे निजुति दुंगे नदो याना कदु निब छुए जे थाराले या बरम छुए जे सना रदो कदु निब छुए क त्यसैले थाराले या फेजि छुए समानस ती अनि जे यो छुंदे बच मातबे दोस्रो चरणमा यो कदु निब बुद्ध छेबे पद कब थे सङ्कलन हुने तेगाराले छुए बेलामा तेगाराले छुए त्यही बेलामा चाहिँ अब अनि अब पाली छैन। दुवे नाला इना हाम्रा फेजिन देबे त्यो बेला अब निकाय चुरे भएका त्यो बेला पालीको विनियममा लेख्नु पर्यो नि त। ठिकवा त्यो निकाय भनौँ न दोस्रो चरणमा बुद्ध वचनको सङ्कलन गरिसकेपछि केही समय काल बितेर पछि बल्ल निकायहरू छुटेका रहेछन् भन्ने इतिहासले पनि बताउँछ। ता दिगी पाली दुवेगी सुसुदे शिस्मछि यो चाहिँ पालीको अब विनय ता अनुसार दिजेले पाली अब गेले त्यसपछि येबे के छ कि भन्दाखेरि ता पाली कि ता पाली भाषामा रहेका गर्छ लिङजेन दुरब द दुजिकु नेरब द थाउ विनय पिटकमा रहेका लिङ्गदेन ढुङ्गा भनौँ न दिप वंश र समन्त पासदिका चावे विनय देबा पिटक किजु विवरण रहेछ कोले रहेछ। या ड्रेसी सेशुदि ता दुवे नालोला चावे मूल देबा किजु सम्प्रदाय विभाजन पाली मूल दुवे कि निकाय दुवल उठि विभाजनको सबैभन्दा स्पष्ट पाली विवरण देबा किजु पहिलो कसा पटक चावे देबा किजु को सो पहिलोपल्ट वा ता चावे देबा किजु पहिलोपल्ट को ड्रेसी सेशुर तेस्रो बति वा चौथो शताब्दीमा लेखिएको हरिना दिव्य योस वंशमा लाबिना देखा परे। तादा थुरब सुम्बने शिवेगी परुलिया चाम स्याबेगी लिङजेन तेस्रोदेखि दुरब चौथो सेशु शताब्दीमा लिङजेन दुरब यो सेशु भनौँ न थिन आलोले या ने शताब्दीमा थिमा लेखिएको दिव्य वंशमा देखा परे। से त्यसपछि यसको वर्णन थी पाँचौँ जेले या शताब्दीको वंश थुरब र थाबे नालोले चाम विनयमाथिको स्याबेगी दुरब सिनो समन्त सेशु खेदा पासादिका टिकामा ताना सिंग स्पष्ट दुजिकु नेरब दु थावा ला सबति जु नालोले या कुनै ने रब्बु दावा भनिन्छ नामस्या यसलाई। सेर अर्थात् पायो त्यसपछि तिनी चारि गरस तेदि इन्डु ता यिक्ष छिम तिजु नालोले या यो विनय कदु पिटकको निब टिका रहेको छेबल छ तेने अति स्पष्ट अनि ठुन्ड्रै नि छु यिक्ष छिम तिजु सेरा भनेको छ। छिन त्यो कदु भित्रमा निब अब छेबल तेने ठुन्ड्रै नि छु अब यसमा ठुन्ड्रै दुई छि ग्रन्थले तेगारे अब सना दोस्रो गेबु बुद्ध न्याङे वचन बे अब नागु हम दोस्रो चरणमा कला बुद्ध अशोक वचनको सेशो बा सङ्ग्रह गर्यो। कला दुई अशोक परिणाम सा आएको क्या बताउँदछ। ग्योर एकतिर छेने राजा अनि काला जजम अशोकको दुगे समर्थनमा कदु छेब्रेस 700 जना अरबहरूले वास्तविक बुद्ध जजम वचनसँगै दुगे कदु सम्पन्न छेब्रे गरे र ता अर्कोतिर कदु ngoma de नियम deres भङ्ग गरी मान्छे विवादमा निसे कदु हारेका ngoma कदु निबा कदु 10,000 ngoma de भिक्षुहरूले अनि जेबा नेमे महासङ्गीति नबुति गरी बसेको र नयाँ ताजम महासङ्गीत दुगे कदु सम्प्रदाय छेब्रेस स्थापना गरे भनेको रहेछ। ता इना कब de du dra chomba दुगे कदु छे युन्दु साने ता चबा फम्बा समर्दा भनौँ न त्यो बेला अब रुवा मै बिछि छु दे 700 अरबहरूले बस्ने अब रुवा सङ्गीत रे सम्बन्ध सिङे गर्यो दे नि होइन बुद्ध रुवा वंशसँग मारे गर्यो। सिङे जी अब छोनी छु भनौँ न ता अब रुवा यो मारे हामीले सिङे दे स्वीकार जो गर्नुहुन्छ स्वीकार गर्न गेबेन हुँदैन भन्नु दुईवटा कदु पार्टी अब निस्क्यो नि त त्यहाँ tada कदु निबा छेब्रे मण्डल आयो दुईटा ता रुवा रे सिङे परिपट्यार छोसो आयो। रुवा रे अब सिङे यो जो ता कदु 10 जब बुद्ध फाबे धर्म सो स्वीकार गर्नु मिल्छ जब भने फाबे सो छे रुवा रे सिङे जो जब फामे हुन्दु साने अब ता यो चाहिँ खुजु स्वीकार गर्नु ठुङ्गे मिल्छ के भने चाहिँ गेलो अब छादे पराजित भएको चाहिँ देख्यो नि। ता इना ठुङ्गे के गेलो छादे गर्दिन खुजु बिमा बुदो अब जेजा त्यो त के कब हो त दु खुजु कानुनलाई अब गेलो छु जिज जम छेन भनौँ न ट्रान्स अब सो छे विभङ्ग जम छे भङ्ग गरेको होइन कानुनलाई अब हैन लतेको चाहिँ देख्यो। तर उहाँहरूको पक्षमा के हो त धेरैसँग 시 भिक्षुहरू रहेछ रुवा नि रे त। सिङे दिसो त्यही छु कारणले यो गेलो दिसो 10 र खामन गुरु 10 से बुद्ध धर्म छोसे चाहिँ या स्वीकार जम गर्नु छे मिल्छ हैन ग्रहण गर्न खुजु मिल्छ नि ता भन्ने ngogwe पक्षमा छे चाहिँ अब रो हारे जस्तो छे भए छे पनि उहाँको खुजु पक्षमा खर्से धेरै दिसो भिक्षुहरू कदु भएकोले सिन्दा म सि अब कदु सिन्दा दे महासङ्घी खुजु खे माला महासङ्घ छे रो हुनु पुग्यो नि त यसलाई दुगे कदु फर्सिन दे देव खुजु भनौँ खे न माला छे महासङ्घी हुनु कदु पर्यो। सिन्दा सि त्यहाँदेखि दुगे नयाँ कदु खे माला छला महासङ्घीका सम्प्रदायको स्थापना महासङ्गीत गरेको रहेछ। देख्ला
भिजुअल चाहिँ त्यसलाई चाहिँ महासङ्गीति भन्दो रहेछ बुद्ध वचन अब सङ्कलन गर्ने चाहिँ महासङ्ग्रहित भनिन्छ का सङ्ग्रहित हो अनि यो बुद्ध वचन सङ्ग्रहित गरेको कारणले गर्दाखेरि नै अनि महासङ्गीत भनेको सम्बोधन गरिरहेछ त्यसरी पाली विनयका विवरण र ऐतिहासिक ग्रन्थहरूका विवरण बीचको यो ठूलो भिन्नताको चिनी परम्पराको मूल सम्प्रदाय विभाजन सम्बन्धी पूर्ण विवरण कथा महाविहारका इतिहासहरूले लेखेको शास्त्रको पुरानो टीका र जनतामा चालित मौखिक इतिहासबाट पछि सङ्कलन गरिएको हो देखाउँछ अर्थात् यो आफ्नै सम्प्रदायको यथार्थ प्रमाणित गर्ने उद्देश्यले पुनर्सङ्कलन गरिएको इतिहास पनि थियो आज मैथिली अब आज मैथिली विषयमा रहनु पर्यो होला अब बोल्नु धेरै कुरा छ अब यसको चाहिँ अब इतिहासहरू यसको भनौँ न कुराहरू चाहिँ धेरै भयो भने चाहिँ हाम्रो टाउको दुख्छ त्यसैले आजको लागि यतिमै ठिक होला